आमामा 1.5 किलो मेकअप थोपेर कहाँ गएको भन्ने सम्झिने हुँदैछ होला नि। हेलो एभ्रिवान, वेलकम छ तपाईँलाई मेरो अर्को पनि भिडियोमा। र आज चाहिँ बिहान बिहानै म फेरि रेडी हुँदैछु, केही काम थियो बिरपाडा जाने, त्यसको लागि होइन। रेडीसेडी भइसकेर चाहिँ एकदम म यहाँ चस्मा लगाएर स्टाइल मारिरहेको थिएँ, यी तपाईँलाई लुक्स देखाउँदै थिएँ। फेरि अनि रियालिटीमा त फर्किनै पर्यो, यति बेसी गरम थियो होइन, कपाललाई चाहिँ डल्लो बनाएर हिँड्नुपर्ने हुन्छ। र हामी घरबाट निक्ले पनि सक्यौँ। यहाँ मेरो ड्राइभर उहाँलाई लिएर जाँदैछु अनि उहाँको चाहिँ फोन आएको देखेर म चाहिँ यति विरक्त भएँ कि मलाई निन्द्रै पनि लागिसक्यो क्या। पर्खिँदा जे कामको लागि गएको त्यहाँ जानै मिलेको थिएन फोनले गर्दा। अनि र पनि बल्ल बल्ल कामसाम सकेर चाहिँ अनि हाम्रो अर्को कामको लागि फोनको काम सकेर चाहिँ हाम्रो ओरिजिनल कामको लागि चाहिँ निक्लेर गयौँ। देखिहाल्नुभयो हाम्रो के काम थियो भनेर होइन। अनि त्यो हेर्दै हेर्दै मलाई के खाउँ भएर म चाहिँ यो चिप्स खाँदै फेरि त्यहाँनिर फर्केर गएँ। र नानीलाई पनि पिक गर्नु थियो, उसलाई त्यहीँनिर हामीले बिरपाडामै पिक गऱ्यौँ। अनि पिक गरिसकेपछि केही खाऊँ भनेर आएर मेरो चाहिँ ढोक्ला फेभरेट हो नि त। अनि म चाहिँ ढोक्ला खानु थालेँ र अलिअलि मैले डोसा पनि चाखेँ, बट ढोक्ला चाहिँ मैले एक्लै खाएँ सबै। अनि यहाँनिर सानो डोसा पनि मैले चाखेँ। त्यसको बादमा चाहिँ मिठामा चाहिँ के थियो भने बाटी भन्छ, तिमीले फ्युज खायौ, म चाहिँ बाटी खाँदै थिएँ। यसलाई के भन्छ, म त फ्रेन्च फ्राइज पनि खाएँ। उसले फ्रेन्च फ्राइज पनि खायो, दुईवटा दाँत बनाइकन लामो लामो होइन। त्यसको बादमा चाहिँ अनि यो खाइसकेपछि तिमी पनि खाऊ न एउटा भनेर चखाएँ, मिठो लाग्यो भन्यो। अनि यहाँनिर हाम्रो फेरि अर्को काम थियो, टाइल्स हेर्नु, त्यो किनकि हाम्रो बाथरुम पुरा टुटा फुटा भएर फेरि अलिकति रिपेयर हुँदैछ नि त, रिपेयर गरेको त्यसको लागि त्यहाँ हेरेर अनि हामी फर्क्यौँ मादरीमा फेरि मेरो हस्बेन्डको के काम थियो भनेर हामी मम्मीको दोकानमा आएर एकछिन बस्यौँ। अनि त्यहाँ बसेर चाहिँ अनि आज चाहिँ खाना दादाहरूकोमा थियो भनेर किनकि माइजूको बर्थडे थियो। यस, बर्थडे सेलिब्रेसन चाहिँ गरेन, बट खानापिना चाहिँ त्यहाँनिर हामी सबैजनाले सँगै गऱ्यौँ। दादाले जिरा राइस आलुदम बनायो भने मेरो चाहिँ अलवेज आलु के अरे पनिर के के बनाउँछु म, शाही पनिर बिर्सेछु मैले नै। अनि भाइ सुतेको थियो, मेरो पुरा ब्याड लक भयो। उसलाई चाहिँ पुरै बोरिङ भयो नि त। र खानापिना खाइसकेर बाई भन्दै सबैलाई हामी फेरि घरतिर लाग्यौँ। र अहिलेको लागि यति नै, भेटौँ अर्को भिडियोमा, बाई।